ल साथीहरू म चाहिँ अब सेल्फ केयरतिर लागेँ। यो चाहिँ मेरो कोलाजिन हो। म चाहिँ यो एभ्री डे होइन लिन्छु। यो चाहिँ कोल्याबको होइन एभरग्लो। यो चाहिँ एकदमै राम्रो छ होइन। यो चाहिँ तपाईँले 1 ग्लास पानीमा 3 स्कुप यसरी लाउनुपर्छ अनि घोलेर पिउने हो। यसको चाहिँ एकदमै यसको फ्लेभर पनि मिठो छ होइन। यो चाहिँ वाइट पिच फ्लेभरको हो। अनि यसको कोलाजिनको अब काम त तपाईँहरूलाई थाहा नै छ होइन। यसले चाहिँ तपाईँहरूको नर्मल स्किन हेयर नेल्सको लागि एकदमै राम्रो हुन्छ। अनि तपाईँहरूको यो गम्सहरू भयो जोइन्ट्सहरूको लागि होइन। यसमा चाहिँ भिटामिन सी कपर बायोटिन जिङ्कहरू छ होइन। त्यस कारणले यसले चाहिँ त्यो कुराहरू भएको हुनाले चाहिँ हाम्रो कपाल नर्मल स्किन होइन अनि त्यसपछि के अरे नेल्सहरूको लागि एकदमै राम्रो गर्छ। सो साथीहरू तपाईँहरू पनि एकदमै राम्रो खाले कोलाजिनहरू आफ्नो सेल्फ केयरको लागि चाहिँ खोजिराख्नु भएको छ भने चाहिँ तपाईँहरूले पनि यो ट्राई गर्न सक्नुहुन्छ है। लिनु चाहनुहुन्छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्नु होला है त। ल साथीहरू ल मैले चाहिँ अब मेरो कोलाजिन लिएँ है त। यस्तो मिठो छ यसको है फ्लेभर।